मैले यो मोबाइल त्यस्तै हेर्छु। म केही नयाँ कामहरू गर्ने सोचमा छु बुबा। हामीले जहिले पनि कुनै पनि चिजको सही सदुपयोग गर्यो भने कुनै पनि चिजमा काम लाग्न सक्छ। हो त्यस्तै मैले मोबाइललाई आफ्नो भविष्य कसरी बनाउने भनेर चिन्तन गरेर यो मोबाइलबाट केही ज्ञानहरू हासिल गर्न सकिन्छ कि भन्ने एउटा सानो आशले मोबाइल हेरिरहन्छु। अनि मोबाइल हेर्दा हेर्दा लत लाग्यो, बानी लाग्यो, अनि यसैमा मेरो जिन्दगी जाला जस्तो भयो। त्यसैले म छिट्टै केही नयाँ काम गर्ने योजनामा छु। हेर माया के गर्ने रहेछस् तैँले? ठुलो कुरा गर मेरो गाडी। सकिन ए सुन्दर ज्ञान, तेरो छोरालाई मैले सम्झाउन सकिनँ। मैले सम्झाएँ कि ठुला कुरा गर्छ, यसको त अब जिन्दगी मैले देखिनँ। अब यो उँभो लाग्ला जस्तो छैन। अझ छिट्टै योजना बनाएर राम्रो काम गर्नु लाग्छु रे। के काम गर्नु रहेछ हेरौँला। बस्ने खाने हग्ने मुत्ने बाहेक अरू काम छैन। बडा भएछ। मलाई पनि थाहा छैन तिम्रो छोराको कुरा के हो। मलाई धेरै किचकिच नगर तिम्रो बाउ छोराले पनि सताउने, बाउले पनि सताउने। अब सक्नु भएन त सक्नु भएन, मैले पनि सक्दिनँ अब तपाईँको छोरालाई सम्हाल्न। दिनभरि यसले काम गर्नुपर्छ, यत्रो लान्थे गएको छोरा मजाले मोबाइल हेरेर बस्ने, अझ के काम छ भन्छ डान्ना। सानो हुँदा मर्छ कि भन्ने डर, ठुलो भएपछि मार्छ कि भन्ने डर कहिले सुख दिनु भएनन् जगा सन्तानहरूले। अब तपाईँको छोरालाई तपाईँ आफै गरेर हुन्छ सम्झाएर लाइनमा लिनु पर्यो। म त अब केही गर्नेवाला छैन, म त थाकिसकेँ। अब बुढी भइसकेँ। अन्त तपाईँ पनि बुढो हुनुभयो, के गर्ने अब बुढो भए पनि आफ्नो छोरालाई सम्झाउनु पर्यो। म त सक्दिनँ अब, तपाईँको छोरा जस्तो हरामी कोही पनि भएको छैन। कान्छा के गरेस्? सुन त, तँलाई मैले एउटा कुरा भन्न आएको। हेर बाबु, तेरो लागि मैले यो नेपालमा कतै पनि राम्रो काम देखेन। त अब यो नेपालमा बसेर गर्नेवाला पनि केही छैनस्। हेर त बरु विदेश जा कान्छा, विदेश जा। बुढा भएको बाबुआमालाई नबिर्सेस्। उमेर हुन्जेल मात्र हो कमाउने, उमेर गएपछि त रमाउने हो। त्यसैले बिहे नगर्दै विदेश जा। बाबुआमालाई बल्ल पो पाल्लास्। बिहे गरेपछि तेरो बुढी र तेरो छोराछोरीले पाल्नु ठिक्क लाग्यो रे तँलाई। त्यही भएर त विदेश जा बाबु जा। त यहाँ बसेर केही पनि गर्दैनस् त जा बाबु जा, विदेश जा। कस्तो कुरा गर्नुहुन्छ आमा? सबै नेपालीहरू विदेश गएर अनि यहाँ चाहिँ कुनै के गर्ने? म झन् त्यस्तो आइडियाहरू लिएर यहीँ नेपालमा केही गर्छु भनिरहेको छु त। तपाईँ किन धेरै आत्तिनु भएको छ? म यहीँ केही नै गर्छु। विदेश जान्न म। सबै विदेश गएर यो नेपाललाई सम्पूर्ण बनाउनु छैन र।